हेलो साथीहरू, गुड आफ्टरनुन। ल आज फेरि अर्को भ्लग लिएर आइसकेको छु तपाईहरूको माझमा। म चाहिँ आज यो मेघालयको 10 दिनको बसाएपछि आज फेरि आसामतिर लागे है त। तपाईहरूलाई यहाँबाट म निस्किने बेलामा यो प्राकृतिक सुन्दरतालाई देखाउन खोजिरहेको छु। यहाँको बाटो हेर्नु न कति राम्रो छ, के कस्तो लाग्छ। राम्रो लाग्छ भने प्रतिक्रिया दिनु होला, सेयर गर्नु होला र टाइम मिल्यो भनेपछि जीवनमा कहिलेकाहीँ यहाँ आउनु होला। त्यही यो दार्जिलिङ सिक्किम भन्दा अलि अगाडि छ, एकदम नेचुरल। हेर न, यो चाहिँ बेसी हो। बेसी भन्नाले यहाँ सहर जहाँ आसाम यो तल देखिरहेको आसाम पर्छ है। यहाँबाट हामीहरू यसरी 10 दिनको बसाएपछि म रिटर्न ब्याक गइरहेछु है। यो मेरो मान्छेहरू, यो ड्राइभर हो। मैले यहाँबाट गाडी लिफ्ट लिएर गएको जाँदैछु, तपाईँहरूलाई देखाउँदैछु। यो हेर त, एकदम नेपाली गीत गाउँदै। यहाँको मान्छेहरूले पनि नेपाली गीतहरू बुझ्छन् कि, त्यही भएर म तपाईँहरूलाई यो नेपाली गीत लाएको छु। यो मैले यसमा ब्लुटुथ कनेक्ट गरेर, यो हेर न, रोडको किनारमा कति राम्रो बस्ती, कति राम्रो छ कि। यो रुखहरू जो देखिरहेछ यो तमुल हो। तमुल भन्नाले एक प्रकारको सुपारी जस्तै चिज हो। सुपारी नै बनाएर खान्छन् यहाँको मान्छेहरू। पान गुटखामा बढी युज हुन्छ है। यो हेर न, यो चारैतिर तमुलको रुखहरू यहाँ बढी छ। खेती नै छ यहाँ। 3000 भन्यो कि 4000 बोरी बेच्छन्। यो केलाको रुखहरू पनि छ। यो हेर, आहा कति आनन्द। मलाई त साँच्चीकै भनेको 10 दिन बसेको पुरा मनाङ मुस्ताङ इन्डियाको सिमला जस्तो फिलिङ आयो कि। साथीहरू, तपाईँ पनि कुनै दिन आयो भनेपछि यहाँ हेर्न सक्नुहुन्छ है त। यो हेर, यो गाउँ हो। यो गाउँ रोडको तलतिर माथितिर घर बनाएर बसिरहेछन्। यहाँबाट यो तमुलको रुखहरू तपाईँलाई देखाइरहेको छु साथीहरू। कति आनन्द, कति राम्रो, एकदम मनमा कति आनन्द आयो। आई थिङ्क यस्तो लाग्यो कि होइन, स्वर्गमै छु कि जस्तो लाग्यो। 10 दिन गएको थाहै भएन है साथीहरूलाई। मैले अस्ति तपाईँलाई पनि त्यो पहिलेको पनि हालेको थिएँ। ल अब म चाहिँ बेसी आइसकेँ है तल। अब यहाँ म आइसकेँ, यो आसामभित्र पुगिसकेँ। मेघालय कटेर यो आसाम आयो। यो खेत यहाँ उतातिर धान लगाएको छ, धान खेती हुने रहेछ। त्यहाँदेखि यो बर्सातको मौसममा यहाँ चाहिँ धान खेती हुने रहेछ। यहाँबाट हामीहरू यसरी आए। अब अगाडि बोको, आसामको बोको भन्ने ठाउँ पुग्छु। यो बोको जाने बाटो हो, हाइमदेखि बोको जाने बाटो। हाइम भन्नाले यो मेघालयको बोर्डरनिर पर्छ। तपाईँहरूलाई यो म देखाइरहेको छु। यो अब यो गाउँ, यहाँको गाउँको मान्छेहरू, यो ई रिक्साहरू यहाँहरू बढी जल्छ। अलि गर्मी ठाउँ छ। तर जहाँ रेन्डोमा बसेको थिएँ, रेन्डो साइडमा चाहिँ धेरै चिसो मौसम थियो, आनन्द। तर यहाँ चाहिँ गर्मी छ है। आसाममा चाहिँ गर्मी हुन्छ है। बर्सातमा गर्मी हुने, यहाँ अलि बढी नै गर्मी हुने रहेछ। यो यहाँको गाउँहरू। तर हरियाली चाहिँ यहाँ हरियाली छ, र गर्मी पनि गर्मी छ। यो तपाईँहरूलाई म देखाइरहेको छु, तपाईँहरू हेरिरहनु होला। आई थिङ्क राम्रो लागेको छ होला है। यहाँबाट हामी अब अगाडि बोकोतिरको यात्रा हाम्रो चालु छ है त। यो मान्छेहरू आइरहन्। यो हेर न कस्तो लाग्यो साथीहरू। यो हेर, तमुल कतै पनि तमुलको रुख हो। घरको चारैतिर तमुलको रुख रोपेकै छ, हर मान्छेले रोपेकै छ। अब यो चाहिँ बोको जाने बाटो। यो मैले आज नयाँ स्टाइलमा चाहिँ यो भिडियो रेकर्डिङ गरेको छु, स्क्रिन रेकर्डिङबाट यस्तो गरेको छु। आई थिङ्क राम्रो क्लियर आइरहेछ होला। आज केही निकै अस्तिको भन्दा इम्प्रुभ भएको छ भिडियोमा। तपाईँहरूले देखिराख्नुभएको होला, पहिलेको भन्दा राम्रो लागिरहेको छ होइन। यो ठाउँ कस्तो लागिरह हेर्नु होला है त। यहाँबाट घुमेको अलि भिडियो लामो लाग्यो कि के हो।
यो बाटो चाहिँ प्लेन छ है, खड्डा रोडमा खड्डाहरू त्यस्तो केही छैन, एकदम राम्रो छ, पिच रोड हो, एकदम समतल भाग। ल यो अब म चाहिँ यहाँ अब यो बोको सहरमा छिर्दैछु, तर यो नयाँ बनाउँदैछ, कन्स्ट्रक्सन नयाँ भइरहेछ यहाँको यो रोड, त्यही भएर अलि यो रोड चाहिँ खचङ पचङ भएको छ, अलि यो क्यामेरा चाहिँ अलि बढी हिलिरहेछ, त्यही भएर यो अब हामी चाहिँ यो बोको सहरमा प्रवेश गरिसकेका छौँ है त साथीहरू, तपाईँहरूले देख्न सक्नुहुनेछ है। यो हो बोको सहर, यहाँ नयाँ रोड बनाइरहेछन्। ल यो चाहिँ आयो है आसाम, यो आसाम आयो, यो आसामको यो ब्रिज हो समुद्रको बिचमा, समुद्र भनौँ कि यो नाला हो मलाई थाहा भएन साथीहरू, तर यो पुल चाहिँ मस्त लाग्यो है, यो भ्यू र पुल मलाई असाध्यै मन लाग्यो, तपाईँहरूलाई पनि राम्रो लागेको छ होला है, तपाईँहरू हेर्न सक्नुहुन्छ यो आसामको पुल, यो चाहिँ स्टेसनको छेउमा छ है, रेलवे स्टेसनको छेउको हो यो ठाउँ, तपाईँहरूलाई म देखाइरहेँ, आसाम गुवाहाटीको रेलवे स्टेसनको यो हेर न, यसको मोडलिङ, यसको डिजाइन हेर न कति राम्रो छ, बिचमा समुद्र, आहा कति राम्रो ठाउँ हो, कति सुन्दर। ल यहाँबाट अब म चाहिँ आसाममा छिरिसकेँ, मेरो यात्रा 10 दिनको यात्रा एकदम रमाइलो लाग्यो, तपाईँहरूलाई पनि कहिलेकाहीँ टाइम मिल्यो भने तपाईँहरू पनि यहाँ आएर हेर्न सक्नुहुनेछ, आफ्नो लाइफ इन्जोय गर्न सक्नुहुनेछ। जिन्दगी 2 दिनको जिन्दगी साथीहरू, घुम्नुपर्छ, रमाउनुपर्छ, कमाउनुपर्छ, लाइफ इन्जोय गर्नुपर्छ, मस्त रहनुपर्छ, सुस्त रहनुपर्छ। यो मैले यहाँबाट यो सिटी बस लिएको है, यो सिटी बस यहाँको आसामको सिटी बस, यो हेर न, यहाँ सानो सानो यो ढुङ्गाहरू पनि रहेछ किनारमा, यो समुद्रको किनारमा, समुद्र हो कि आई डोन्ट नो के हो मलाई थाहा भएन कन्फर्म, मसँग गाइड गर्ने मान्छे थिएन, त्यही भएर यसको बारेमा मैले खासै नै तपाईँहरूलाई कस्तो लाग्यो हेरेर प्रतिक्रियाहरू दिनुहोला, राम्रो होला, तपाईँको दिन राम्रो रहोस्। ओके, सी यू सुन।